यहाँको बसाइ चाहिँ तपाईँको कस्तो छ भन्दाखेरि यो क्रमबद्ध रूपमा यस्तो छ। सुरुमा आउँदाखेरि धेरै आशा लिएर आएको हुँदो रहेछ। यहाँको माहौल देखेपछि थोरै निराशा हो कि भने जस्तो। फेरि बिचबिचमा तपाईँको समय बित्दै जाँदाखेरि चाहिँ त्यो स्वीकार्यता बढ्दो रहेछ कि त्यो एक्सेप्टेन्स त्यो जुन बढ्दो रहेछ। यो त यस्तै त हो नि त। अब काम गर्दाखेरि कुनै पनि काम सानो ठुलो हुँदैन। काम भनेको त एकदमै महत्त्वपूर्ण कुरा हो भन्ने कुरा महसुस हुँदै जाँदो रहेछ। त्यसो भए जे जस्तो परिस्थितिमा छ जुन काम भए पनि कामलाई माया गर्ने, कामलाई प्रेम गर्ने, कामलाई आदर गर्ने यो चिज जो हामीले यहाँ बाहिर बसेर जुन यो एटिट्युड भनौँ न जुन हामीले कमाउँछौँ यो चाहिँ करोडौँको एटिट्युड हो। यो जतिमा पैसाले किन्न पनि नपाइने एटिट्युड। त्यसले गर्दाखेरि कोरियाको समग्र बसाइ म एकदम शिक्षाप्रद रह्यो भन्छु। जीवनमा आउने जीवनलाई पनि एकदम सहजीकरण हुने गरेर र हरेक साना ठुला कामलाई सम्मान गर्न सिकायो भन्ने भन्छु म चाहिँ।